क्वेशन यस प्रकारको रहेको छ, कुनै घडीमा बिहान 3 बजेदेखि 5 बजेर 18 मिनेटसम्म समय परिवर्तन हुँदा घण्टाको सुई कति डिग्री घुम्छ? हामीलाई थाहा छ 1 घण्टामा 30 डिग्रीको कोण बनाउँछ घडीले। अब यस प्रश्नमा सबैभन्दा सुरुमा हामीले समयको अन्तर झिक्नु पर्छ। 3 बजेर 3 बजेदेखि 5 बजेर 18 मिनेटसम्म कति समय हुन्छ है? फरक कति आयो? 2 घण्टा 18 मिनेट। घण्टालाई डिग्रीमा लाग्नलाई 30 ले गुणा गर्ने, 60 डिग्री प्लस मिनेटलाई डिग्रीमा लाग्नलाई भाग 2 गर्ने, 9। जम्मा हाम्रो आन्सर हुने भयो 69 डिग्री। भिडियो मन परेमा भिडियोलाई लाइक, शेयर, कमेन्ट एन्ड सब्स्क्राइब जरुर गर्नुहोस् र छिट्टै हामी एउटा अरु नयाँ भिडियोको साथ भेट्ने